आज चाहिँ हाम्रो स्ट्रबेरी पिकिङ डे। बेबी कहाँ आएको छ र? स्पाइडरम्यान एक्सन सुरु भयो यहाँ पनि। बेबी स्ट्रबेरी टिप्छ। यति ठुलो एरियामा है सब स्ट्रबेरी देखेपछि त एकदम यो पनि टिप्न मन लाग्ने। त्यो पनि यहाँ सुरुमै हामीले राम्रो स्ट्रबेरी देख्यौँ, यहीँबाट पिकिङ गर्न स्टार्ट गऱ्यौँ। बेबीलाई टिप्न त्यो अलिक काँचो छ, पर्दैन। बेबीले टिप्छ नि, टिप्ने यहाँ छ, यहाँ आउनुहोस् त। उयो टिप्नुहोस् त। वाउ, यो टिप्नुहोस् ल। बेबीले रेड टिप्ने हो कि? बेबीलाई स्ट्रबेरी मनपर्छ? स्ट्रबेरी टिप्न आएको है बेबी आज है। ल यताबाट जाने छोला रहेछ। खोला रहेछ। यताबाट जाने, हामी यताबाट स्टार्ट गर्ने हो। ब्रिज जाऊ, ब्रिजबाट जाऊ। राम्रो छ त है। बेबीले टिप्नुहुन्छ है। बेबी कस्तो यमी। वाउ, यो टिप्नुहोस् त। वाउ, ल यहाँ हाल्नुहोस्। गुड जब। अब बेबीलाई देखाउँछ। बेबी सोनी कस्तो टिप्नु भयो बेबीले? देखाइदिनु त त्यहाँ। ठुलो टिप्नु भयो है। ल आउनुहोस्। अब यहाँ रहेछ सानो। किन ममा टिप्छ ल यो बेबी। ल टिप्नुहोस्। ल खोइ हेरौँ कत्रो खोइ। स्ट्रबेरी। वाउ, कस्तो यमी। यता पनि जता हेर्नु त्यति राम्रो हो। यो अलि नराम्रो छ नि। यो अलिक पाकेको रहेछ। अलिक काँचो नि टिप्नुपर्छ है, फेरि सबै पाकेको टिप्यो भने नि चाँडै गर्छ। यो काँचो छ है। यस्तो राम्रो हो। त्यो टिप्नु लाउनु भयो बेबीले। खोइ हेरौँ कस्तो हो। खोइ वाह, ल राम्रो रहेछ। रेड। ल आउनुहोस्, यहाँ पनि छ छोरो। अब यता दुईतिर तिम्रो प्यान्ट च्यात्तै छ त सबै प्यान्टहरू।
गाडीमा च्यापेर हो कि के हो बेबी आउनु आउनु राम्रो बेबी कम here. आ जुम्बा त्यही नटिपा है काँचो हुन्छ राम्रो टिप्नुपर्छ खोइ हेरौँ कस्तो रहेछ खोइ ओ ओके यहाँ हाल्नुहोस् गुड जब थ्याङ्क यू छोरो ल आउनुहोस् यताबाट यता यता कति धेरै छ यता आउनुहोस् त हो माइ यता आउनुहोस् हामी यो लाइनबाट सकेर परबाट निस्किनुपर्छ इ ड्याडीले टिपेको राम्रो भन्नुपर्छ यो त अर्ग्यानिक त होइन बेबी यता आउनु बाबा बेबी ल देखाऊ त खै हेरौँ खोइ ल ठिक छ ल ला पुरै बकेट भरि अब पर्छ अरे हामीलाई धेरै पर्दैन अब यसो हिँड्दैछौँ यसो राम्रो देखियो भने बेबी यहाँ पनि रहेछ बेबी मामालाई देखाइदेऊ न बेबी टिप्नुहुन्छ ल कस्तो राम्रो ल टिप्नुहोस् त त्यो ब्युटिफुल है म कसरी टिप्न पाएर हाल ल उयो सानो बेबी यो टिप्नुहोस् ए ड्याडीले पनि एउटा टिप्यो है ए कुहिएको रहेछ अरे त त्यहीँ छोड्दैन आज घरमा गएर स्ट्रबेरी कति खानुहुन्छ दिदीले यस्तो राम्रो बिस्तारै है बिस्तारै वाउ साना गुड जब हामीले के टिपेको बेबी के लिएको यो दुईतिर हेर्नु ल राम्रो राम्रो टिप्नुपर्छ ओके माटो चाहिँ यस्तो बालो जस्तो छ बाबा त्यो भयो त्यो बिग्रेको छ छोरा स्ट्रबेरी एउटा बोटमा मजाले फल्दो रहेछ मान्छेहरूलाई चाहिँ रमाइलो है बेबी हजुर जे पाइ त्यो नटिप्नु उयो टिप्नुहोस् ल बेबीले टिप्नै सक्नु भएन ल टिप्नु त है ल मसल्स भएन तिमी टिप्छौ नि त होइन उसले थिचेर सबै बिगारिसक्यो मलाई देखाइदेऊ मम्मा यहाँ छ रेड भनेर देखाइदियोस् ल वाह ल ल यतैबाट आऊ ल यतैबाट माथिबाट आऊ ल यहाँबाट ड्याडी जाने हो बेबी बोक्नुहुन्छ अलि म होस् सक्दैन भारी हो ल बेबीलाई यसो यो पुरै भरि त हामीलाई धेरै हुन्छ होला ठुलो बक्स हजुर थ्याङ्क यू कसले यस्तो राम्रो स्ट्रबेरी है अहिले खाउँदैछ फ्रेस यो चाहिँ यो होस् राम्रो छैन म अर्को देखाएँ
अर्को हातले यसरी यसरी गरौँ न यसरी यसरी ल बेबीलाई दे मामालाई दे यसले त्यही टिपेर फालिदिएर बिग्रेर यो छ यस्तो भित्रभित्र टिपेको स्ट्रबेरी यम्मी यम्मी बेबी मम्माले कस्तो राम्रो पिक गरे हेर्न त ल बेबीले कस्तो राम्रो टिप्नु भएको वाउ कस्तो अब यति भयो पुग्छ छोरा हामीलाई बेबीले कस्तो कस्तो टिप्नु भयो है धेरै पाकेको खै बेबी ड्याडीले हेर्छु क्या ल ल ल पहिला ड्याडीलाई देखाउ ल बेबीले अलि धेरै पाकेको टिप्नु भयो थ्याङ्क यू सानो मम्मालाई देखाउनुहोस् ल पहिला टिप्नुभन्दा अगाडि बेबी यहाँ छ है एकचोटि डान्स गरिदियो त डान्स गरिदिनु त बेबी वा ल खै यहाँ छ ल हेर त यहाँ बेबी यो टिप अनि बिस्तारै दे बिस्तारै हो अनि यो कस्तो छ यो पनि राम्रो छ ल यो पनि टिप बिस्तारै सानो बिस्तारै त्यो थिचिन्छ बुढै उखाल लाग्छ भन्ने हेर पाचक पुचुक हुँदिहाल्यो नि सानो त्यसरी थिच्नु हुँदैन नि राम्रै थियो त्यो अब भए पनि होला है हामीलाई धेरै हुन्छ भयो पाकेको मात्रै छ फेरि भएन बेबी भएन हामीलाई हेर्न त हुन्छ यत्रो यो स्मिथ फार्म मार्केटमा चाहिँ हामी फर्स्ट टाइम आएको हो यहाँको स्ट्रबेरी चाहिँ थाहा छैन कस्तो टेस्ट छ है अमिलो मिठो गुलियो लेट्सी टिप्न चाहिँ टिपिएछ थुप्रै यसो भयो भने पनि लोभ लाग्ने क्या यसो स्ट्रबेरी देखेर रातो पाकेको है नटिप्नु भनेको झन् धेरै भइसक्यो टेस्ट चाहिँ कस्तो छ यहाँको थाहा छैन अलिअलि टिप्ने भन्दा भन्दै यति धेरै भइसक्यो ठुलो स्पेसमा यत्रो धेरै स्ट्रबेरी टिप्यो भने त अनि यस्तो लोभ लाग्दो राम्रो स्ट्रबेरी देखेपछि यो मन के मान्नु नटिपो भनौँ टिपौँ कि नटिपौँ भयो मलाई लोभ लाग्दो स्ट्रबेरी
today. That's enough. Let's go. Slide गर्ने हो सानो? त बस्ने? बेबी कहाँ हिँड्नुभएको? आइसक्रिम खानलाई? बेबी यहाँ बस्न आउनु। बेबी के खाने? स्ट्रबेरी त वास गर्नुपर्छ, आइसक्रिम खाने हो कि? केटा उता पनि त्यस्तै थियो कि सानो यो साइड साइडबाट खाऊ न त, माथि माथि नगरौँ नि, साइड साइडबाट खाऊ त यसरी। कोनमा आएर ल्याउनु न।